नेपाल में भयंकर अब क्या होगा। अरे बाप रे बाप आ गया अरे बाप रे Karen çabla, Karen çabla. क्या होगा, बचाइए, कौन बचाएगा, क्या होगा, अरे क्या होगा। Karen çabla, Karen çabla. Karen çabla, Karen çabla. अरे बाप रे बाप आ गया लो भयंकर अब क्या होगा। अरे बाप रे बाप, ये क्या हो गया, क्या हो गया, हे भगवान हे भगवान हे भगवान। अरे बाप रे बाप आ गया अरे बाप नेपाल में भयंकर तबाही कैसे। अरे बाप रे गाइस यस्तो लाइभ छ। क्या हो गया, हे भगवान। ओहो पुरा ड्याम फुटेर आयो यार। अरे बाप रे बाप आ गया पुरा चाइनाको ड्याम फुटेर आएर रहेछ। आमामामामामा ल यहाँ हामीले अब ओहो यार यो पुरै ड्याम फुटेर आएको यो घर गयो यो। ल ल ट्युसुली बजारै गयो यार। ल गयो यार। ओ ए सिलास यता यता आऊ यता आऊ यता यता। अब क्या होगा। आमामामा यार बजारै गयो यार। यहाँ नबसौँ ल अलि टाढा बसौँ टाढा। यो पुरै यो घरहरू जम्मै गयो। ल घरहरू जम्मै गयो यो पुरै आमामा ड्याम यार। पुरै त्रिशुली आमामामामा भयंकर मान्छे छ कि हो।
मैले यस्तो विशाल कोलाबोरेसन देखाएको थिइनँ यार गयो ल सकेकै गयो ल कुनै लग्यो यार आम 1 मिनेटभित्र पुल लग्यो ल हजुर त्यहाँ कोही आफन्तका कोही भाइसाथी कहाँ आजलाई पहिला यो त्रिभुवनश्री बहुमुखी कलेज र उच्च मावि भएको ठाउँ यो यता छ जग्या छ के अरे सत्या छ त्यो छ स्कुलको छत हो त्यो के स्कुलको छ उनकै देखेर ए त्यो पुरेको स्कुलको छ त्यो है मान्छे छ भने अहिले पनि देखिरहेको मान्छे अझै छ भन मान्छे कहाँ है कहाँ यो पारी ए ल ल ल ल ल यहाँ बच्चाले हात हल्लाइराख तपाईँको गरी भन्सारको यो मुख्य प्रवेशद्वारमा पनि ठुलो क्षति गरेको छ यस अगाडि अध्यागमन कार्यालय चिनियाहरूको अध्यागमन कार्यालयको सिसिटिभीमा रेकर्ड भएको भिडियो यस अगाडि सार्वजनिक भइसकेको छ त्यो तपाईँहरूले दैनिक पनि हेर्न सक्नुहुन्छ र त्यो मानिसहरू यसरी भाग्दा भाग्दै बाढीमा परेका छन् गाडीहरू बाढीमा परेका छन् त्यो चाहिँ रसुवागढी भन्सारको केरुङतर्फको चिनियाहरूको चाहिँ अध्यागमन कार्यालय बाढीले निकै ठुलो क्षति पुर्याएको छ